हेलो गाइस, वेलकम टु माई भिडियो। म चाहिँ घरबाट यहाँ मामा घर आएको थिएँ। मामाले चाहिँ माछा मार्नुपर्छ भान्जा भन्नुभएको थियो, त्यही भएर आज हामी माछा मार्न चाहिँ जान लागेको छौँ। हिजो मामाले चाहिँ पासो हालेर आउनु भएको छ। आज चाहिँ हामी माछाको त्यो पासो झिक्न गएका छौँ। लेट्स सी कति पर्छ। आम सो एक्साइटिङ है गाइस। ल कतिवटा माछा पर्छ हामी चाहिँ जान लागिरहेका छौँ। ओके गाइस, हामी चाहिँ अब माछा मार्न हिँडिरहेको छौँ होइन। मौसम चाहिँ एकदम खराब हुने सिचुएसनमा छ, एकदमै पानी पर्न लागिरहेछ होइन गाइस। तैपनि हामी चाहिँ हिँडिरहेछौँ मामा भान्जा खोलातिर टक्क लाएर। ल अब कता यता हो मामा? पासो कतिवटा छ मामा? 15वटा जति छ। कतिवटा जति पर्ला त माछा? 10वटा जति पर्ला। ओके गाइज, मामाले चाहिँ माछा 10वटा जति पर्छ कि भन्ने भन्नुभएको छ। लेट्स सी गाइज कति माछा पर्छ हेर्नुपर्छ। अब खोलामै पुगेर मात्र हामी हेर्छौँ। ओके गाइज, हामी चाहिँ खोलामा आइसकेको छौँ होइन। र यो चाहिँ टाँगो गाइज, पासो हालेको छ हिजो हामीले। यसले चाहिँ टक्क पासो निकाल्ने हो। यो टाँगो चाहिँ टक्क खोलामा हालेर निकाल्ने गाइज। अब मामाले माछा निकाल्नुहुन्छ, हामी कति पर्छ हेर्नेछौँ गाइज। ओके गाइज, ल गाइज हाम्रो फर्स्ट पासो झिक्न गइराख्नु भएको छ मामाले होइन। लेट्स सी गाइज कतिवटा माछा चाहिँ परेको छ। ल हेरौँ है त गाइज। ब्याड ओपनिङ गाइज, एउटा पनि माछा छैन। ल हेर्नुहोस्, एउटा पनि माछा छैन पहिलो पासोमा। खोलाको भ्यू हेर्न सक्नुहुन्छ गाइज, कति सुन्दर मनमोहक छ। र मामा चाहिँ दोस्रो पासो झिक्न जान गइराख्नु भएको छ होइन। ल लेट्स सी गाइज यसमा चाहिँ माछा छ कि छैन। आई थिङ्क यसमा चाहिँ माछा हुनुपर्छ, पक्कै पनि छ जस्तो लागेको छ होइन। हेरौँ है त गाइज। ल ओके, माछा 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 गाइज, माछा एउटा माछा है गाइज, एउटा माछा। ल फाइनल्ली गाइज हाम्रो उद्घाटन भइसकेको छ, एउटा माछा गाइज। ल गाइज फेरि हामी अर्को डोरी निकाल्नतर्फ अघि बढिसकेको छौँ होइन। लेट्स सी गाइज माछा छ कि छैन यसमा। अब ओ ब्याड लक, ब्याड लक, ब्याड लक। यसमा एउटा पनि माछा छैन है गाइज। ल गाइज यो चाहिँ हाम्रो खिम्ती खोलाको मर्निङ भ्यू हो, देख्न सक्नुहुन्छ। अति नै मनमोहक सुन्दर छ यो खिम्ती खोला पनि गाइज होइन। एकदम सफा पानी। ल हाम्रो चौथो पासो भएको ठाउँमा आइसकेको छौँ गाइज होइन। लेट्स सी यसमा माछा छ कि छैन। माछा 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 माछा, मैले माछा देखिसकेँ। यसमा पनि एउटा माछा। ल गाइज यसमा पनि एउटा माछा रहेछ है हाम्रो चाहिँ। खै मामा यता देखाइदिनु त। ल हेर्नुहोस् गाइज, फाइनल्ली दुईटा माछा भयो हाम्रो। ओके, फेरि हामी अर्को पासो निकाल्नतर्फ गइरहेको छौँ हामी मामा भन्छ मामाले है त। ल यसमा माछा छ कि छैन हेरौँ। लेट्स सी गाइज के होला त, छ होला त। ओ नो, ब्याड लक, यसमा पनि माछा छैन। माछै परेन छ नि मामा यसमा है। ओहो, फेरि पनि हामी चाहिँ मामा पासो निकाल्न गइराख्नु भएको छ है गाइज। के छ हेरौँ अब माछा छ कि छैन। मामा माछा छ होला त। लेट्स सी गाइज। ल यसमा पनि छैन, यसमा नि छैन है गाइज। ल अब नेक्स्ट पासो यसमा चाहिँ माछा छ होला है गाइस कि छैन होला त।
छैन होला मामा? मामाले नि छैन भन्दै हुनुहुन्छ। ओके लेट्स सी गाइस। छैन, यसमा पनि छैन। ओके फेरि मामा चाहिँ अर्को पासो निकाल्नतर्फ गइराख्नु भएको छ। लेट्स सी गाइस, यसमा चाहिँ माछा छ जस्तो छ भन्दै हुनुहुन्छ मामाले। के छ हेरौँ है त गाइस। ल अलि उता ल हेरौँ है गाइस। ओके यसमा चाहिँ गाइस सानो सानो दुईटा माछा, दुईटा होइन त मामा? ओके गाइस म तपाईँहरूलाई माछा पनि देखाउँछु एकैछिन है त। एउटा माछा, अर्को माछा है त गाइस। ल फाइनली यो पासोमा चाहिँ हाम्रो दुईवटा माछा गाइस, दुईवटा। ल हेर्न सक्नुहुन्छ दुईटा माछा परेछ। ओके हाम्रो माछा चाहिँ चारवटा भयो है गाइस। लास्ट अलि तलै के धेरै तल। ओके गाइस माछा मार्न आउँदाखेरि चाहिँ यस्तो बाटो हिँड्नुपर्छ। हेर्न सक्नुहुन्छ एकदम अप्ठ्यारो पनि हुन्छ। यहाँ छ मामा? ल यहाँ पनि एउटा छ भन्नुभयो मामाले। म कहाँ बसौँ? ल ल लेट्स सी गाइस यहाँ छ कि छैन। मामा पासो निकाल्दै हुनुहुन्छ। पारी पनि हाम्रो सरहरू टक्क पासो निकाल्न आउनु भएको रहेछ गाइस है, हेर्नु सक्नुहुन्छ। ओके के गर्नुहुन्छ त मामाले? यो माछा निकाल्नुहुन्छ होला त। हेरौँ है त गाइस। लेट्स सी गाइस, लेट्स सी। ओ माई गड, एउटा माछा गाइस। ल एउटा माछा मैले देखिसकेँ फाइनल्ली। एउटा माछा परिसकेको छ हाम्रो पासोमा चाहिँ। ओके गाइस ल हेर्नुहोस् एउटा माछा है गाइस यसमा पनि। फेरि अर्को पासो निकाल्नतर्फ गइरहेको छौँ गाइस। मामा पासो निकाल्न गइराख्नु भएको छ खोलामा यस्तरी डुबेर, हेर्न सक्नुहुन्छ। ओके यस्तो दुःख गरेर गइसकेपछि माछा त कसो नहोला गाइस होइन। ल हेर्नुहोस् त लेट्स सी। चिप्लेला मामा? चिप्लो होला। लेट्स सी गाइस माछा के होला त? पर्नुपर्ने हो। ओ माई गड, ओ वाउ वाउ वाउ। ल गाइस यसमा फाइनल्ली 3टा माछा पर्न सफल भएको छ गाइस। फाइनल्ली 3। खै त्यो त पुग्दैन त मामा। मैले त जानिनँ। माछा देखाइदिउ न। फाइनल्ली गाइस 3टा माछा गाइस। ल फाइनल्ली 3टा माछा पार्न सफल भइएको छ है गाइस। ल फेरि हामी अर्को पासो निकाल्नतर्फ गइरहेको छौँ। मामा अर्को पासो निकाल्न लाग्नु भएको छ। लेट्स सी गाइस माछा छ कि छैन। ओके माछा 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 माछा, यस एउटा माछा जिउँदैछ है गाइस, बुरुक बुरुक गर्दैछ। हेर्न सक्नुहुन्छ एउटा माछा यसमा पनि परेछ। फेरि अर्को मामाले त्यही ठाउँबाट अलि उतापट्टि हाल्नु भएको रहेछ। ल हेरौँ है गाइस। लेट्स सी गाइस यसमा पनि ओ माई गड दुईटा माछा है गाइस, दुईटा। एउटा यहाँ एउटा यहाँ। ल दुईटा माछा परेछ है गाइस यसमा पनि। ल टक्क लाएर आज माछा चाहिँ भव्य खाइ होला जस्तो छ गाइस। खै त तपाईँ भुकाउ नि, मैले त जानिनँ यो त। दुईटा माछा देखाइदिनु न म त्यो फुकाएर। फुकेन? दुईटै देखाइदिनु त एकैछिन। लेट्स सी गाइस। ल हेर्नुहोस् यहाँ दुईटा माछा एउटा पासोमा है त। यता हजुरबा पनि आइसक्नु भएको छ हाम्रो माछा निकाल्नको लागि टाँगो लिएर। फेरि हामी अर्को पासो निकाल्नतर्फ गइरहेको छौँ। लेट्स सी गाइस के हुन्छ है त। ल माछा छ कि छैन। माछा 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 माछा, ओ सेट चिल्लै भयो त। ल यो चाहिँ अलि खोलाबाट नि परपट्टि रहेछ गाइस।
यहाँ चाहिँ माछा छ कि छैन हेरौँ है त ल। मामा निकाल्न जानु भएको छ। ल हेरौँ, लेट्स सी गाइज। माछा 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 भ्याकुतो होला जस्तो छ है गाइज। माछा माछा भ्याकुतो छ होला त, छ जस्तो लागेन है। छ त मामा? हजुर अड्क्यो ए है। मामा तलै झर्न लाग्नु भएको छ पासो अड्केको कारणले। माछा छ जस्तो छ है गाइज, माछा छ कि जस्तो लाग्यो। हेरौँ 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 हेरौँ, छ त। एकैछिन हेरौँ, पुरा हेरौँ अनि है त। वाह, एउटा माछा है गाइज, एउटा माछा। ल फाइनल्ली एउटा माछा। म आउनुपर्छ मामा? पर्दैन? ल एउटा माछा छ है गाइज, यहाँ हेर्न सक्नुहुन्छ। माछा देखाइदिनु त मामा एकचोटि, माछा देखाइदिनु न झुन्ड्याएर। माछालाई हो, माछालाई मात्र समाएर क्या। ल हेर्न सक्नुहुन्छ एउटा माछा परेको छ है गाइज। ल ओके। ल गाइज फेरि पारी नै रहेछ। मामा चाहिँ पुरै सुरुवाल माथि सारेर झिक्न जानु भएको छ यस्तो दुःख गरेर। माछा एउटा रहेछ मामा। ओके गाइज, माछा एउटा रहेछ त्यहाँ पनि, हो झुन्निरहेछ हेर्न सक्नुहुन्छ। ओके ओके फाइनल्ली गाइज हामी चाहिँ अन्तिम पासो निकाल्न लागिरहेका छौँ। मामा चाहिँ अन्तिम पासो निकाल्नको लागि गइराख्नु भएको छ होइन। ल अन्तिम पासोमा चाहिँ माछा पऱ्यो कि परेन होला गाइज, लेट्स सी गाइज। अब हाम्रो फाइनल पासो निकाल्नको लागि मामा गइराख्नु भएको छ। यस्तो दुःख गरेर हेर्नुहोस् गाइज। ल टक्क यस्तो खोलामा मामाले चिसोमा टक्क परसम्म गएर चाहिँ पासो निकाल्न लाग्नु भएको छ। के माछा पर्ला त? ओ वाउ, कतिवटा? 1 2 दुईटा माछा परिसकेको छ गाइस फाइनल्ली। ल हेर्न सक्नुहुन्छ गाइस, दुईटा माछा चाहिँ परेछ। यसमा पनि ह्याप्पी हुनै पर्यो होइन। सानो सानो खालको रहेछ माछा, यो चाहिँ भर्खर परेर रहेछ, उफ्रिँदैछ गाइस, बुरुक बुरुक गर्दो रहेछ ऊ। ल हेर्न सक्नुहुन्छ यी। ल गाइस ओके, हाम्रो आजको फिसिङ समाप्त भएको छ। ल खोलाको भ्यू हेर्न सक्नुहुन्छ गाइस। मामा पनि आउनुभयो। ओके गाइस, मामा कतिवटा जति माछा भयो होला त? 10वटा भयो। ल मामाले भन्नुभएको थियो 10वटा माछा, टक्क 10वटा भयो भन्नुभएको छ। हामी एकचोटि घरमा गएर पनि हेर्नेछौँ। गाइस वी आर इन होम। हामी चाहिँ घर आइसकेको छौँ माछा मारेर, माछा लिएर है। हामीले चाहिँ कति माछा मर्यौँ लेट्स सी गाइस। हेर्न सक्नुहुन्छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 र 14वटा। हामीले चाहिँ 14वटा माछा मारिसकेका छौँ गाइस। यसलाई चाहिँ हामी लोकल चामलसँग टक्क आफ्नै खिम्ती खोलामा मारिएको असला माछा चाहिँ टक्क माछाको झोलसँग सरम सरम खानेछौँ गाइस। ओके बाई बाई।